नमस्कार यहाँहरु सबैमा। आज हामी यो लामटाङ यो रसुवा जिल्लाको स्याप्रोबेसीमा छौं। यहाँ चाहिँ एकदमै राम्रो गाउँ रहेछ। माथि ठुलठुला पहाडहरु, ठुलठुला चट्टानका ढुङ्गाहरु हैन। यसको मुनिबाट चाहिँ फेरि हाइड्रो पावरले चाहिँ पुरै खनेर सुरुङमार्ग जस्तो हाइड्रो पावर बनाएको रहेछ। यहाँबाट अत्यन्त सुन्दर गुम्बा रहेको रहेछ। अब हामी यो सधैँ भिडियोहरु गरिराख्ने मान्छे त्यस्तो त हैन, र पनि यो साधारण मोबाइलबाट पनि गरिरहेछ। यो उभो यो हाम्रो लामटाङ जाने बाटो, यो बाटो हुँदै चाहिँ पर्यटकहरु लामटाङ जानु हुँदो रहेछ। यहाँबाट लगभग 6-7 घण्टा, लगभग 6 घण्टा जति हिँडेपछि लामागाउँ भन्ने ठाउँ आउँदो रहेछ। लामागाउँमा बास बसेर अनि त्यहाँबाट फेरि माथि गएपछि लामटाङ कति पुग्ने। यो अत्यन्त सुन्दर खोलाहरु रहेको छन्। यहाँ जिल्ला प्रशासन कार्य, प्रयोजकदेखि लिएर सम्पूर्ण चिजहरु यहीँ रहेछ। त्यो सानो हेलिप्याड देख्दै हुनुहुन्छ एचबाईको। त्यहाँ सानो हाइड्रो पावर बन्दै रहेछ हैन। यो खोला भयो, यहाँ ठुलठुला ढुङ्गाहरु, ठुलठुला पहाड भएको कारणले चाहिँ बाटो चाहिँ अवरुद्ध भइरहेको छ। यो तल गाडी चलिरहेको देख्नु भएको छ। यो रसुवा हुँदै धुन्चे हुँदै यो काठमाडौँ जाने गाडी हो। अनि यो देखिरहनु भएको यो सुन्दर बजार, सानो बजार, यो चाहिँ यहाँको स्याप्रोबेसी बजार रहेको छ। हामीले त्यही जानकारी पाएका छौँ। यो अत्यन्त सुन्दर ठाउँ, सुन्दर ठाउँमा पनि सुन्दर बस्ती, एकदमै राम्रो। माथि सानो स्कुल जस्तो रहेको छ, सायद त्यो स्कुलै हुनुपर्छ। त्यहाँ पनि एउटा स्कुल रहेको छ। खासै हामी यो भिडियोहरु नगरिराख्ने मान्छे, यो सुन्दर ठाउँ देखेपछि नगरी बस्नु चाहिँ मन लागेन। किनभने यो स्याप्रोबेसी भन्ने ठाउँ चाहिँ लामटाङ जाँदाखेरिको एउटा ट्रान्जिट क्याम्प जस्तो नै रहेछ। यहाँ आउने, काठमाडौँबाट यहाँ आएर एक दिन बस्ने, प्रायः जसो मान्छेले आफैले गाडी लिएर आउँदाखेरि चाहिँ यहाँबाट माथि लामागाउँसम्म जाने अवस्था छ। त्यहाँसम्म सानो गाडी चाहिँ जाने रहेछ, ठुलो गाडी चाहिँ यहाँसम्म मात्रै जाने। अनि हामी यो बाटो हुँदै लामटाङ जानको लागि चाहिँ यो बाटो प्रयोग गरेर हामी जानुपर्ने रहेछ। यहाँबाट लगभग 1 दिन 2 दिनमा हामी माथि पुगेर अनि फर्किने जानकारी यहाँ पाएको छौँ। हस्, धन्यवाद।